यो होइन यो टिकट मलाई देख्दा किन रिस उठ्यो भने अब सबैले काटेपछि सबैलाई बराबर हुनु पर्यो नि त यो नियम कानुन भन्ने चिज चाहिँ सबैले बराबर हुनुपर्ने कुन कसैले नभन्नु फेरि कारण चाहिँ के हो यो। हेलो ब्युटिफुल पिपल वेलकम टु युट्युब च्यानल। तपाईँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। सुरु भइसकेको छ हाम्रो भ्लग चाहिँ अब घरैबाट। म बस्ने घर चाहिँ यही हो, लबडाँडा यही माथि भइहाल्यो। अनि आज चाहिँ कहाँ जाँदैछ भने माथि सुन्दरजल माथि साथीहरू चाहिँ गइसक्यो अरे। भर्खर फोन गरेको थिएँ मैले, अनि ल आउनु आउनु साथी भन्दै थियो। अनि त्यही भएर म चाहिँ अब त्यतैतिर चलिदिन्छु। अब जस ल बाटोतिर गएर भेटौँला है। निन्द्रकाल हेर नि, निन्द्रकाल सुतेर बसेको छ। अनि जाउँ न है घुम्न भनेको बुढीलाई, ल हुन्छ अरे। अनि साथमा यहाँ बुढी पनि छ मेरो आजको। अझै पुछ नि राम्रोसँग। ल ल ल ल हाम्रो चाहिँ अब सुरु भइसकेको छ, भिडियो बनाउन सुरु भइसके या फर्स्ट टाइम घुम्न जाँदैछ यहाँ बुढीलाई लिएर नयाँ बाइकमा चट्टा लाएर। कस्तो महसुस भइरहेछ बुढी? ए बुढी के सुन्दैन यहाँ हो? निन्द्रा आइरहेछ पुरै मस्तले सुतिरहेको रहेछ घरमा म जाँदाखेरि। अनि उठाएर ल जाउँ है घुम्न भनेको थियो। अनि घुम्न नगएको पनि धेरै भइसकेको थियो, बुढीलाई घुम्न नलगेको पनि। जस यो नयाँ बाइकमा चाहिँ फर्स्टचोटि हो बुढीलाई घुम्न लगेको मैले। अलि पछि नै लान्छु भन्दै थियो, त्यहाँ बस्दा बस्दै झ्याउ लाग्छ जाउँ है घुम्न भनेको। ल हुन्छ हस् रे। अनि त्यहाँदेखि त बुढीलाई पुगेर म चाहिँ घुम्न हिँडिसकेँ। मलाई नि अहिले बरफ र आइसक्रिम एउटा किन्दिनु फ्रेस हुन्छ के निन्द्रामा। पैसा छैन नि त्यत्रो मसँग त। यी अब त्यो त च्यातीको पन्चा लाएर हिँड्नु परेछ कहाँ। अनि बाफ्रे बा आइसक्रिम के अरे अर्डर के अरे फेरि भन्नु त एकचोटि। पैसा छैन नि मलाई माया लाग्यो। एउटा हो बिहे गरेर काम छैन यस्तै हुन्छ यी। अरूहरू त केटीहरूले गर्लफ्रेन्डहरूले डिमान्ड दिन्छ भन्ने सुनेको थिएँ। मेरो चाहिँ आफ्नै बुढीले डिमान्ड दिइसक्यो यहाँ के खाने के दिनुपर्ने भनेर। जस मसँग पैसा छैन भने चाहिँ चाहिँदैन भयो, त्यो कुरै गर्दैन अरे। अनि त्यहाँबाट म चाहिँ कहाँ जानला कोसँग जानला भनेर होइन तपाईँहरू अब सोचिरह होला। जस म चाहिँ मेरो साथीसँग जानला है। मेरो साथी चाहिँ अघि नै गइसक्यो अरे अगाडि नै। अनि त्यहाँबाट मैले फोन गरेको कहाँ साथी भने त म त यता ओख्रेनतिर आइपुगेँ सुन्दरजल माथितिर अरे। अनि त्यही भएर चाहिँ अनि ल आऊ न तिमी पनि घरतिर बसी झ्याउ लायो त अरे। अनि त्यही भएर म चाहिँ घर बसी झ्याउ लाइरहेको थियो। अनि कहाँ गएर भिडियो बनाउँ जस्तो भइरहेको थियो। अनि टक्क साथीलाई फोन गरेको, अलिकति ढिलो भएछ नि त, साथीहरू पनि भर्खर ठ्याक्कै पुग्यो अरे। अनि ल म पनि आउँछु भनेर अनि भन्यो। अनि मेरो साथी चाहिँ को भनेर होइन तपाईँहरूलाई नै थाहा छ होला सायद, धेरैजनालाई धेरै कमलाई थाहा होला मेरो साथी को भनेर है। मेरो भिडियो हेर्नेलाई चाहिँ जस उता मेरो साथीको भिडियो हेर्नेलाई चाहिँ फेरि सबैजनालाई थाहा छ प्रायः जस्तो। अनि त्यही भएर आज चाहिँ मेरो साथीलाई पनि मेरो च्यानलमा मेरो भिडियोमा पनि मेरो युट्युब च्यानलमा पनि देखाउनु पऱ्यो नि त आज साथीलाई ड्याङ्गा लाएर। त्यही भएर आज को साथी भनेर नि ट्याक्कै चिन्नुहुन्छ तपाईँहरूले है। हेरेपछि म चाहिँ त्यही साथीलाई भेट्न जान लाग्यो। भेट्न भन्नाले जस उनीहरू अगाडि गइसकेपछि हामी डेली भेटिरहेको हुन्छ। जस मैले भिडियो चाहिँ बनाएको थिएन क्या साथीसँगै बसेर कहिले नि। जस आज चाहिँ फर्स्टचोटि हो साथीसँग भिडियो बनाउनु थालेको। सेकेन्डचोटि हो क्या अरे, सेकेन्डचोटि। जस्ट एकचोटि ढापड्याममा पनि अलिकति थोरै फेस मात्रै देखाएको थियो। अब साथीहरूसँग जाँदैन, अब साथीहरूको फेसहरू देखाउनु पऱ्यो, भिडियो बनाउनु पऱ्यो साथीहरूसँग। नभए त प्रायः जस्तो मेरो त अनि सिङ्गल भिडियो नै आइरहेको हुन्छ। अनि ए अङ्कल कताबाट हिँडेको त्यसरी त रङ साइड पो हिँड्छ त है मजाले लरङ रङ गरेर। ओहो भने यो माथितिर गएर मैले आइसक्रिम खोजेको काहीँ नभेटेर फेरि फर्किनु पर्ने भयो, तलतिर मात्रै पाउँछ अरे। अनि साथीहरू पनि माथि छ अरे। अनि त्यही भएर अब साथीहरूसँगै बसेर अब चिसो खाइदिउँ भनेर आइसक्रिम किन्न खोजेको। छैन माथितिर त एउटै छैन रे, तलै पुग्नुपर्छ भाइ आइसक्रिम त्यतातिर माथितिर त पाउँदैन रे। अनि त्यही भएर म चाहिँ फेरि आइसक्रिम किन्न फर्किसकेँ फेरि। त्यतिकै के जान्दा है अब साथीहरूले पनि के लगेको छैन होला माथि भनेर। अनि त्यही भएर हामी चाहिँ आइसक्रिम किनेर लगेर जाउँ न। माथि दुईजना छ अरे अनि हाम्रो दुईजना। अनि
ट्याक्क लाएर 4जना 4वटा आइसक्रिम लगेर खाइदिउँ न जङ्गलमा गएर आनन्द चिलमा भनेर सोचिरहेको थियो। अब माथितिर भेटेन अनि त्यही भएर हामी चाहिँ तलै फर्किसके फेरि। अब ल गाइज अब आइसक्रिम किनिसकेपछि भेटौँला। यहाँ हामी दुईजना चाहिँ आइसक्रिम खोज्दा खोज्दा दिनै जाला जस्तो भइसक्यो। यहाँ आइसक्रिम खोज्दा हिँडेको हिँड्यार। चिसोमा छैन? चिसोमा राख्दैन 4वटा आइसक्रिम खोज्दा खोज्दा झन्डै दिन गएकै मेरो। माथिदेखि खोजे अनि बल्ल तल्ल भेटेँ आइसक्रिम चाहिँ यहाँ ऊ सुन्दरजलको चोकमा आइपुग्दा कहाँ म वहाँ माथि पुगिसकेको थियो। माथि पुगेर चाहिँ सोझा चाहिँ आइसक्रिम लिएर खानुपर्छ भनेर अनि त्यही भएर चाहिँ यहाँ खै आइसक्रिम त देखाउ यता 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 देखाउनु पर्छ नि आइसक्रिम। खोइ आइसक्रिम खोइ आइसक्रिम कतिवटा? ए 4वटा होइन 5वटा हालेछ त। बोनस हो एउटा। कोही होइन त्यो अङ्कलले दिन्छ बोनस, पसलवालाले दिन्छ है। ल हामी माथि गएर भेटौँ ल। अब ब्यारेक छ आर्मी ब्यारेकबाट चाहिँ हामी अब टिकट काटेर जानुपर्छ कि के गरेर जानुपर्छ त्यो चाहिँ थाहा भएन मलाई। अघि साथीले चाहिँ ओख्रेनी जाने भन्दा अनि ओख्रेनी जाने भन्दाखेरि चाहिँ टिकट काटेन आऊ भनेर बोलाउँदै थियो मलाई। जस टिकट काट्छ कि के गर्छ पनि अब गएर हेरिदिउँ न। अब जस त्यहाँ चाहिँ भिडियो बनाउनु मिल्दैन उनीहरू आर्मीहरूको चाहिँ, त्यही भएर चाहिँ अब क्यामेरा अफ गर्नुपर्ने हुन्छ यहीँबाटै। त्यही हो अब जस माथि कटिसकेपछि भेटौँला। होइन मलाई त यहाँ बाध्यतै पऱ्यो अब त भिडियो बनाउने नि। खोइ अघिको टिकट कहाँ राख? खोइ यो होइन यो टिकट मलाई देख्दा किन रिस उठ्यो भने अब सबैले काटेपछि सबैलाई बराबर हुनु पऱ्यो नि त। यो नियम कानुन भन्ने चिज चाहिँ सबैले बराबर हुनुपर्ने। तर अनि ओख्रिनसम्म भन्दा त कुनैले काटेको कुनै नकाटेको भनेदेखि चाहिँ मलाई रिस उठ्यो क्या। यो अब बाटो छ यस्तो कि यो टिकट काटेको अनुसारले कि यो बाटो पिच गरिदिनु पऱ्यो होइन। यो राष्ट्रिय निकुञ्ज चाहिँ जङ्गलभित्र छिडेपछि अब बाटो छ यस्तो गाडकोले कन्टो खाएर नि होला जस्तै। अनि टिकट काट्छ 350 अरे। ल अलि मिलाएर काट्नु न म टिकट काटेरै जान्छु भनेको। अब एकजना दाइ चाहिँ सोझै हुनुहुन्थ्यो अनि त्यो एकजना त्यो सुड्डी रहेछ क्या सुड्डी बच्चा पुगेर बसिया रहेछ। अनि उसले त हुँदैन भन्छ त मिलाएर काट्नु न टिकट म जान्छु टिकट काटेरै भनेको अलि मिलाएर काट्नु न भनेको मान्दैन। अनि के गर्नु त अब लास्ट स्टेज जसरी हुन्छ टिकट काटेरै जानु पऱ्यो। म त फर्केर गइसकेको थिएँ फेरि साथीले आऊ भन्यो अनि त्यही भएर फेरि म चाहिँ टिकट काटेर हिँडिसक्यो। जोस् न यो समय टिकट काम छैन यो माछाले कसम भने मलाई त लास्टै रिस उठ्यो क्या यो टिकट काटेको देख्दाखेरि चाहिँ। होइन टिकट नकाट्ने होइन काट्नु त काट्नुपर्छ कि अलि मिलाएर काट्नुपर्छ कि। 350 चाहिँ यार मान्छे 2जना अनि एउटा बाइक गर्दा नि अब बाटो छ यस्तो थुक्क यार। अघि माथिबाट चढेर जानुपर्ने रहेछ भने त यहीँसम्म मात्रै रहेछ फेरि त्यो नि। तर बवाल मजा आउने रहेछ यार यो बाइक चलाउन चाहिँ यो अफरोड बाटोमा पनि क्या आनन्द ट्याक गरेर बवाल लाग्यो। जस यो बाइक चाहिँ पिचमा नि आनन्द आउने अनि अफरोड बाटोमा यो कच्ची बाटोमा पनि आनन्द आउने। एकछिन चाहिँ दिमाग ततायो त्यही हो अरू त केही होइन। तर यस्तो कच्ची बाटो पनि चलाउनु चाहिँ बवाल मजा आउने रहेछ यार। मैले यतिकै मजा आउँछ होला जस्तो चाहिँ लागेको थिएन कि डेन्जर मजा आउने रहेछ। ल यो बाइक चाहिँ मलाई मन पऱ्यो। अहिले त झन् अब हुन्छ नि त अब पिचमा मात्रै चलाएको थिएँ जस्तै यस्तो कच्ची बाटोमा चलाएको थिएन अफरोड बाटोमा। त्यही भएर अहिले चलाएर हेरेको अहिले चाहिँ बवाल लाग्यो दामी डेन्जर बाइक चाहिँ। भित्रीमा त बुढी अगाडि झरेको झरे अरे भनेर पो सुनाउँछ त नभन्नु नि टिकट काटेको भनेर पनि के कुरो गरे त्यसले। टिकट काटेको पनि नभन्नु रे। मलाई त लास्टै रिस उठ्यो भने के गर्नु ल।
ल हामी यहाँ साथी भेटिसकेको छ साथी भेट्छौँ भनेर आएको तर साथीको भिडियो बनाउनै बिर्सिन्छ कि साथीसँग जाने बेलामा भिडियो बनाउने जाने बेला भाइ दामी भिडियो बनाइदिनु कस्तो होला ल साथीहरू यहाँ भेटिसक्यो हामी चिसो खाइसक्यो अब हामी चाहिँ अब होइन हौ ए के अरे एसडिएम है महँगो हो महँगो हो यो टिकट काटेको नि कसैलाई नभन्नु फेरि नभन्नु है अघि नै भनिसक्यो मैले अलिअलि त टाक्रा टुक्रा मिलाएर जसलाई हामी चाहिँ यहाँबाट फर्किनुपर्ने हुन्छ ए हामीले यहाँ बाइक चेन्ज गरिसकेको छ साथीसँग आम्मामाम त्यो बाइक चलाउने मानेले त यो ह्यान्डल पनि कस्तो सानो जस्तो लाएर है पहिला चाहिँ मैले नि त्यही भित्री चलाएर हिँड्थ्यो अनि त्यसले गर्दा त्यसमै बानी थियो यही चलाउने फेरि अनि अलि दिन कति 15-20 दिन जति भयो त्यो बाइक लगातार चलाएर हिँडेको अनि त्यहाँदेखि चाहिँ यो बाइक चलाउनु चाहिँ कस्तो गाह्रो फिल हुँदैछ यो खास गरी मैले यो बाइक चलाउनु नहुने यो बाइक चलाएँ कि बुढी फेरि अगाडि सिटमा ग्यारेन्टी नै आम्मामामामामाम कस्तो गाह्रो फिल भइरह्यो यो बाइक चलाउनु त मलाई त धेरै दिनपछि चलाएर होला सायद अगाडि सिटमा आएर बस्छ यसरी हेर नि यहाँ सिटमा कसरी बसेको यो आनन्दले अगाडि सिटमा आएर बस्यो यार बुढी त तर यो भित्री चलाउनु भिभो चलाउनु पनि मजा त मजा छ या आनन्द छ यो नि तर अलिकति निहुरेर चलाउनु पर्ने भन्ने मात्र अलिकति फरक नभए यो पनि स्वादै छ मजै आउँछ यसको नि चलाउनु चाहिँ यो त छुन्छ यार झरेर चढेर झारौँ कि सजिलो बाटो कस्तो अग्लो यार त्यो त अघि नै मैले जाँदाखेरि हेर्न त हेरेको थियो अग्लै छ जस्तो लागेको थियो अनि फेरि साथी आयो अनि त्यही भएर म पनि त्यहीबाट आइदिएको के कुरा बिर्सिएछ भने मैले चाहिँ अघि त टिकट देखाउनु पर्दैन भनेर टिकट देखाएर गरेको थिएँ नि त त्यो टिकट चाहिँ के भने अगाडि चाहिँ टिकट काटेर मात्रै जानु रे ल हुन्छ नभए टिकट मिलाएर काट्दिनँ न हामीलाई भनेको थिएँ मैले अनि नमानेर फेरि म आफै फेरि साथीले माथि जसरी होइन आउ रे अनि टिकट काटेको टिकट काटिसकेपछि चाहिँ यो टिकट काटेको छ भनेर चाहिँ फेरि कसैले नभन्नु है रे अब किन टिकट काटेको त यो भन्ने चाहिँ मलाई त्यो लाग्यो कसैले देखाउनै नमिल्ने भयो त यो टिकट चाहिँ किन काटेको यो राष्ट्रिय निकुञ्ज जङ्गलको जस्तो टिकट काटिसकेपछि त हामी माथि गएर कहीँ केही कता यताउता होला अरे त्यस्तो हुने बेलामा त नि उनीहरू आफै पनि चेकिङ गर्न आउँछ चेकिङ गर्न आउने बेलामा हामीले चाहिँ टिकट देखाउनु पर्ने हो अनि त्यो टिकट चाहिँ मलाई नदेखाउनु भने या मलाई टिकट नदेखाउनु कारण चाहिँ के हो यो त्यो टिकट पनि यतै छ जस अघि नै देखाइहालेँ मैले त्यो टिकट देखाउनै नमिल्ने कारण चाहिँ के हो भन्ने चाहिँ मलाई त्यो एउटा चाहिँ चित्त बुझेन टिकट नकाट्नु काटिसक्यो अनि 350 काट्यो 350 काटेपछि टिकट कसैले नदेखाउनु भन्छ त भाइ कसैले नदेखाउनु त किन काटेको टिकट कसैले नदेखाउनु हो भने त काट्दै नकाटिकन पठाइदिनु आम्मामामामामामामा धुलो कि हो यो धुलो फाइनली हामी चाहिँ यहाँ फोटो सुट हानेर सकिसक्यो त्यही भएर हामी चाहिँ अब फर्किसके अब घरतिर गएर भेटौँला है अब यो हातमै पुगेर भिडियो बनाएर आएको म चाहिँ ए बुढी कस्तो लाग्यो फोटोसुट राम्रो लाग्यो है फोटोसुट चाहिँ राम्रो लाग्यो अरे त्यही भएर हामी चाहिँ अब घरतिर जानुपर्ने हुन्छ अब घरतिर गएर भेटौँला है एकैचोटि ल ओके बाई बाई अहिलेलाई हामी चाहिँ यहाँ घरमा आइपुग्यो घरमा बाइक पनि भित्र हालिसक्यो
ए कस्तो रिमडिम रिमडिम देखिरह मोबाइल महँगोको भएर हो नि त हाम्रो है रिमडिम देखेको त के आउनु पाएको छैन सुतिहालेको यो मान्छे थाक्यो नि त कस्तो लाग्यो आज घुमाइ तपाईँलाई राम्रो लाग्यो मलाई पनि ठिक ठिकै लाग्यो जस धेरै दिनपछि बुढीलाई घुमाउन पायो हाम्रो भिडियो चाहिँ यति नै हो अब आजको भिडियो चाहिँ जस लाइक सेयर कमेन्ट सब्सक्राइब हानिदिनु होला है तपाईँहरूले ल हानिदिनुहुन्छ पक्कै मलाई थाहा छ ग्यारेन्टी नि है ल ओके नेक्स्ट भिडियोमा भेटौँला ओके बाई बाई